नमस्कार, मेरो नाम रमेश भट्टराई। मेरो नाम आकृति शर्मा। हाम्रो चाहिँ अस्ट्रेलियाको मर्डक युनिभर्सिटीमा मास्टर्स इन फुड सेक्युरिटीमा भिजा ग्रान्ट भएको छ, कम्बाइन्ड भिजा। हाम्रो चाहिँ जहिले पनि सुरुमा अस्ट्रेलिया नै थियो चोइस चाहिँ, अनि पछि हामी अब अरू कन्सल्टेन्सीहरू पनि गएको थियौँ। अरू कन्सल्टेन्सीमा गएर हाम्रो प्रोफाइलहरू देखाउँदाखेरि चाहिँ हामीलाई हुँदैन, हजुरहरूको अस्ट्रेलिया गर्न चाहिँ फाइनेन्सियलहरू पुग्दैन जस्तो कुरा गर्नुभयो। त्यसपछि मेरो एउटा साथी सुदीक्षा रेग्मी, मेरो बेस्ट फ्रेन्ड, उसले चाहिँ मलाई एकचोटि प्लानेट गएर सुबानी म्यामलाई भेट भनेर सजेस्ट गरी। त्यसपछि म यहाँ आएर सुबानी म्यामसँग कुरा गरेपछि मलाई उहाँको काउन्सिलिङ चाहिँ एकदमै मन पर्यो। उहाँले मलाई मेरो प्रोफाइल, हाम्रो स्टेटमेन्टहरू हेरेर होइन मिल्छ मजाले, एकचोटि ट्राई गरौँ भन्ने जस्तो कुरा गर्नुभयो। उहाँले इन्करेज पनि गर्नुभयो। अनि त्यसपछि चाहिँ हामीले चाहिँ भिजा लन्च गरेको हो। धेरै सहयोग गर्नुभयो, कन्सल्टेन्सीबाट स्टेप बाई स्टेप गाइड गरिदिनु भयो हामीलाई सन्तोष सरले, सुबानी म्यामले। कति पटकसम्म चाहिँ अब डकुमेन्टहरू मिस्टेक हुँदाखेरिमा पनि केही झर्को नमानिकन उहाँहरूले चाहिँ एकदम जेन्युन तरिकाले चाहिँ डकुमेन्टमा चाहिँ केही मिस्टेक छ कि छैन भनेर पनि हेरिदिनु भयो र बिग्रेको ठाउँमा चाहिँ उहाँहरूले गाइड गरिदिनु भयो। त्यसको लागि चाहिँ यो डकुमेन्ट प्रोसेसिङमा चाहिँ एकदमै राम्रो गाइडेन्स गरिदिनु भएको कारणले गर्दाखेरिमा प्लानेट फ्यामिलीलाई, विशेष गरेर सन्तोष सरलाई, सुबानी म्यामलाई चाहिँ विशेष धन्यवाद व्यक्त गर्न चाहन्छौँ। र यस जर्नीमा चाहिँ हामीलाई चाहिँ सहयोग गर्नुहुने अरू इष्टमित्र साथीभाइहरूलाई पनि हामीले सम्झन चाहन्छौँ। अब यदि हजुरहरू पनि विदेश जाने सोच बनाउनु भएको छ भने चाहिँ हामीले चाहिँ एकदम स्ट्रङली प्लानेटलाई चाहिँ चुज गर्नु भनेर सजेस्ट गर्छु। किनभने तपाईँहरू एकचोटि यहाँ आइसकेपछि चाहिँ थाहा पाउनुहुन्छ होइन, तपाईँहरूले चाहिँ के रहेछ कसो रहेछ भनेर यहाँ एकचोटि तपाईँहरूले भिजिट गर्नुभयो भने मात्रै थाहा पाउनुहुन्छ। उहाँहरूले एकदम राम्रोसँग काउन्सिलिङ गर्नुहुन्छ, स्टेप बाई स्टेप सबै कुरा चाहिँ हामीलाई सम्झाउनुहुन्छ, के हुन्छ हुँदैन, हामीले एप्लाई गर्न मिल्छ मिल्दैन। एकदम राम्रोसँग जेन्युनली चाहिँ उहाँहरूले चाहिँ हामीलाई हेल्प गर्नुहुन्छ। सो आई वुड लाइक टु सजेस्ट एभ्री वान टु भिजिट प्लानेट। थ्याङ्क यू।